मानिस र परमेश्वर यी तीनटा कुरामा चाहिँ संसारमा विभिन्न चलखेल, विभिन्न रणनीति, विभिन्न सम्प्रदाय, विभिन्न धर्म कर्म, विभिन्न विधिहरू कुराहरू नै सिकेको छ। किनभने परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभन्दा अगाडि शैतानलाई स्वर्गदूतको रूपमा मानिस जस्तै अनुभव गर्न सक्ने, मानिस जस्तै आफ्नो योजनाहरू, आफ्नो खुसी चल्न सक्ने मानिस, अहिले मानिसले गरे जस्तै अब चन्द्रमासम्म पुग्नको निम्ति अब रकेट बनाएर पुगेको छ। जस्तै पुरानो करारमा हेर्छौँ भने बाबेको धरहरा बनाएर स्वर्गसम्म जाने भनेर मान्छेहरूलाई चाहिँ आफ्नै तरिका गर्नलाई, आफ्नै मनलाई गर्नको लागि, आफ्नो खुसी जिउनलाई स्वतन्त्र छोडिदिनु भएको थियो शैतानलाई पनि। अर्थात् त्यो समयमा शैतान नाम थिएन, लुसिफर अर्थात् बिहानीको तारा भनेर पनि बोलाइन्थ्यो। जब परमेश्वरको महिमा गर्नलाई जसरी मानिसलाई परमेश्वरले बनाउनु भयो, मानिस जाति बनाउनु भन्दा अगाडि चाहिँ त्यो लुसिफरलाई बनाइएको थियो, स्वर्गदूतलाई। अनि जब परमेश्वरलाई आराधना गर्ने, संसारमा भएको सबै थोकद्वारा परमेश्वरलाई आदर महिमा चाहिँ त्यो बिहानीको ताराले परमेश्वरलाई आदर गर्नु पर्थ्यो। गर्दा 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 उसलाई एक दिन यस्तो अहङ्कार आयो, यस्तो विचार आयो, सधैँ प्रभुलाई किन, सधैँ परमेश्वरलाई किन महिमा, किन परमेश्वरलाई मात्रै माथि राख्नु, कि मलाई चाहिँ छैन भनेर एक दिन उसले त्यस्तो विचार गर्यो, घमण्डले फुल्यो। यसरी दिनुभन्दा बरु परमेश्वर आफ्नै ठाउँमा छ, बरु परमेश्वर जत्तिकै सिंहासन बनाउँछु, परमेश्वर जस्तै माथि पर्वतमा स्वर्ग बनाउँछु, ती स्थानमा म बस्छु, म परमेश्वर जत्तिकै माथि जानेछु, म परमेश्वर जत्तिकै माथि पुर्याएर मलाई राख्नेछु भनेर एक दिन बिहानीको तारा त्यो लुसिफरले विचार गर्यो र अनि त्यसपछि परमेश्वरले बनाउनु भएको स्वर्गदूतहरूलाई पनि भोटिङ गर्न लाग्यो। म परमेश्वरले बनाएकै जस्तो स्वर्ग बनाउने छु, अब चाहिँ तिमीहरूले मलाई महिमा गर, म तिमीहरूलाई पनि ठुलो ठुलो बनाउँछु। अहिलेको भाषामा पढ्नु पर्दाखेरि झुटो शिक्षाले म नै येशू ख्रीष्ट हुँ, मेरो पछि म तिमीहरूलाई तह तह बनाउँछु, येशू ख्रीष्टलाई मारिरहनु पर्दैन, येशू ख्रीष्टको जति काम म पनि गर्छु, येशू ख्रीष्टको जस्तै धर्मशास्त्रहरू वचनहरू म तयार पार्छु, तिमीहरूले मेरो पछि लाग भने जस्तै अहिले झुटो शिक्षाको मान्छे करोडौँ पछि लागे जस्तै त्यो बेलामा पनि 3/3 मध्येमा 1/3 स्वर्गदूतले चाहिँ लुसिफरपट्टि सपोर्ट गर्यो, स्वर्गदूतपट्टि, त्यो बिहानीको तारापट्टि। अनि त्यस्तो बनाउँदै गर्दै थियो। तर शैतानले के बिर्स्यो भन्दाखेरि, लुसिफरले के बिर्स्यो भने स्वर्ग मात्रै परमेश्वरले बनाएको होइन है, मलाई पनि परमेश्वरले बनाउनु भएको हो भन्ने कुरा बिर्स्यो। अनि जब बिर्स्यो तब उसले त्यस्तो परमेश्वर सँगसँगै होडबाजी गरेर परमेश्वर जत्तिकै बनाउँछु भनेर स्वर्गदूतले एक दिन परमेश्वरले त्यो लुसिफरलाई र त्यसलाई सपोर्ट गर्ने, अहिलेको भाषा भन्दाखेरि झुटो शिक्षाको एक दिन न्याय हुनेछ। त्यो दिनमा झुटो शिक्षा कस्तो आउँछ भन्दाखेरि म नै येशू ख्रीष्ट हो भन्दै आउनेछ भनेर भनेको छ वचनमा परमेश्वरले, प्रभु येशू ख्रीष्टले। त्यसै गरी लुसिफरले पनि आफूपट्टि 1/3 स्वर्गदूतलाई भोटिङ गरायो र आफूतर्फ खिच्यो, साँचो परमेश्वरको आराधना गर्नुबाट वञ्चित गरेर आफूतर्फ खिच्यो। अहिले पनि प्रभु साँचो येशू ख्रीष्टलाई आराधना गर्ने व्यक्तिहरूलाई झुटो शिक्षाले त्यो लुसिफरले जस्तै म नै येशू हो, म येशूको जस्तै स्वर्ग बनाउने छु, तिमीहरूलाई लानेछु भनेर आफूतर्फ खिचे जस्तै अहिलेको भाषामा त्यो सुहाउँछ भने त्यो समयमा चाहिँ त्यस्तै गरी लुसिफरले चाहिँ 1/3 स्वर्गदूतलाई आफूतर्फ खिच्यो र अनि परमेश्वरको विरुद्धमा उसले परमेश्वर जस्तै दरबार स्वर्ग बनाउँछु भन्यो। अनि परमेश्वरले एक दिन त्यसलाई त्यति माथि जान्छु भनेर उसले घमण्ड साथ बनाउँदै गरेको र 1/3 स्वर्गदूतलाई आफूपट्टि भड्काएको थियो। एक दिन चाहिँ स्वाट तल झारिदिनु भयो। स्वाट तल झार्दाखेरि अब के भयो भन्दाखेरि अब परमेश्वरको आफ्नो महिमाको निम्ति बनाइएको बिहानीको तारा लुसिफरलाई घमण्डले फुल्यो र त्यसलाई फाँकिदिनु पर्यो। तब परमेश्वरलाई आराधना गर्ने बनाइएको सृष्टि त्यहाँ छैन। अनि परमेश्वरले एक दिन विचार गर्नुभयो, अब म मेरो महिमाको निम्ति के गरौँ त। अनि त्यसो गर्दै गर्नु हुँदाखेरि हामी उत्पत्तिको सुरुदेखि नै हेर्छौँ परमेश्वरले सबै थोकलाई फेरि बनाउनु भयो
र अब परमेश्वरको महिमा गर्नको निम्ति सबै थोकले त गर्छ। त्यहाँ पनि 3/3 स्वर्गदूत मध्येमा 2/3 स्वर्गदूतले परमेश्वरको महिमा गरि नै राखेको थियो। तर 1/3 गर्नुमा कसको हात थियो भन्दाखेरि लुसिफरको हात थियो। अनि लुसिफरलाई तल फाल्यो। त्यसपछि परमेश्वरले अब कसलाई बनाउनु भन्दाखेरि आज माटोद्वारा मेरो महिमा गर्नको निम्ति म मानिस बनाउने छ। उहाँले मानिस बनाउनु भयो। अब मानिसले पहिला लुसिफरले अथवा बिहानीको ताराले गरेको आराधना मानिसले गर्नेछ मेरो भनेर आदम र हव्वा बनाउनु भयो। आदम र हव्वा बनाएर अब यति वर्ष उति वर्ष भनिएको छैन। अनि साँझ पख परमेश्वर आउनुहुन्थ्यो। आदम र हव्वासँग उहाँको सङ्गति हुन्थ्यो। यति मिठो सङ्गति हुन्थ्यो। परमेश्वर बोल्नुहुन्थ्यो, आवाज सुन्नुहुन्थ्यो। कहिलेसम्म भन्दाखेरि लुसिफरको पनि परमेश्वरसँग सङ्गति सधैँ थियो, टुट्यो। कहिले भन्दाखेरि जुन दिन उसले घमण्डले फुलेर स्वर्गमा परमेश्वर जस्तिकै बन्छु भन्यो त्यो दिनबाट पतन भयो। त्यहाँबाट सङ्गति छुट्यो। जस्तै आदम र हव्वाको पनि पाप नगरेसम्म परमेश्वरसँगै गुल्मिन, परमेश्वरसँगै सङ्गति साँझ साँझ आउनुहुन्छ भनेर उत्पत्तिको पुस्तकले त्यहाँ हामी हेर्छौँ। साँझ पख प्रभु आउनुभयो र आदम र हव्वालाई खोज्नुभयो। आदम र हव्वा त छैन। कहाँ गयो भन्दाखेरि आफूले अब त्यो आदम र हव्वाले पाप आफै गरेको होइन, गर्न लगाइएको हो। परमेश्वरको विरुद्धमा उठेको ऊ होइन, उठाउन लगाइएको। कसलाई उठाउन लगाइयो भन्दाखेरि जो म स्वर्ग बनाउने छु र परमेश्वर जत्तिकै बन्छु भन्ने लुसिफरलाई परमेश्वरले खसालिदिनु भएको थियो। त्यही लुसिफर चाहिँ उठेर के भन्छ भने मेरो ठाउँमा मलाई स्थान दिएको ठाउँमा त मलाई खसालेर माटोद्वारा कागला कुलको बनाएर मानिस बनाएर पो राख्नु भएको रहेछ है अदनको बगैँचामा भनेर लुसिफरले देख्यो। लुसिफर चाहिँ आदम र हव्वालाई बनाएर राखेको अदनको बगैँचामा पहिला लुसिफर बस्ने रहेछ। हामी इजिकियलको पुस्तकमा गएर हेऱ्यौँ भने तँलाई मैले अदनको बगैँचामा त बस्थिस् भनेर त्यहाँ वचनले भनेको छ। को बस्थ्यो भन्दा आदम र हव्वा बन्नुभन्दा अगाडि लुसिफर बस्ने रहेछ। लुसिफरलाई त माटोद्वारा होइन कि त्यहाँ चाहिँ धेरै महँगो महँगो अहिले भन्नुभयो संसारमा त्यो कुराहरू हामीले किन्न पनि सक्दैनौँ। यस्तो बहुमूल्य धातुले बनाइएको थियो अरे भनेपछि अदनको बगैँचामा त्यो लुसिफरलाई राखेको रहेछ। अनि उसको ठाउँमा अब आदम र हव्वालाई राखेपछि उसलाई रिस उठ्यो। अनि त्यसपछि गएपछि अनि आदम र हव्वालाई पाप गर्न लगायो। परमेश्वरले जे नगर भनेको थियो त्यो काम गर्न लगायो। त्यो दिनबाट मानिस पापी भयो र आजको दिनसम्म शैतान मानिसको पछि लागेको छ। आदम र हव्वा त मरिसक्यो। अब त्यो पाप गरेको त्यसको बानी आनी यताउति रगतदेखि त अहिलेसम्म मानिसमा कुनै पनि मानिसको चट्टाकान बित्तिकै निलो रगत आउँछ, कालो रगत आउँछ, पहेँलो रगत आउँछ भन्ने छैन। त्यो बेलादेखि अहिलेको मानिससम्म रगत बग्दै 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 आउँदाखेरि अनि आदम र हव्वाको पछि लागेको लुसिफर शैतान आज तपाईँ र म यहाँ आइपुग्दासम्म कयौं पुस्ता गए शैतान पछि लाग्नु छोडेको छैन। उसले धेरै बहाना बनाउँछ। आदम र हव्वालाई पनि सिधै फल खा भनेन, धेरै बहाना बनायो। तेरिका अहिलेको भाषामा भन्नु पर्दाखेरि वचनै पढ्न जानेको रहन्छ नि भन्यो। एउटा सानो टुप्पो माथि पढ्यो नि यहाँ के त भन्यो। अनि वचनलाई तल माथि गरेर शैतानको परिवेशमा धेरै मानिसहरू त्यहाँ पनि शैतान सिधै आएको छैन, सर्पद्वारा भनिएको छ। आज मानिसलाई छकाउन मानिसै बनेर आइरहेको छन् र विशेष गरी झुटो शिक्षा भन्नुपर्छ त्यसलाई। किनभने म नै यसो हुँ भन्नु र लुसिफरले म परमेश्वर बन्छु भन्नु एउटै हो। अहिलेको भाषामा भन्नुपर्दाखेरि म नै यसु ख्रिस्ट हुँ भन्दै आउने व्यक्ति र लुसिफरले म परमेश्वर बन्छु भनेकोमा केही फरक छैन। उस अहिलेको झुटो शिक्षाले परमेश्वरले मलाई बनाएको हो भन्ने कुरा बिर्सिएर म नै परमेश्वर हुँ भन्न र झुटो शिक्षा निकालेकोमा र लुसिफरले माथि गएर म स्वर्ग बनाउँछु भनेकोमा केही फरक छैन। भनेपछि अब शैतानले धेरै रणनीति खेलाउँछ, जसमध्ये आज हामी 5वटा कुरालाई हेर्नेछौँ। 5वटा कुरालाई 5वटा बरु के कुरा सिक्छौँ भने